नमस्कार। नेपाली ड्राइभिङ गाइडमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ म केही टिप्सहरू दिन आएको छु है। मुख्यतः गाडी सिक्नको लागि गाडीमा हुन्छ तपाईँको चाहिँ मेन मुख्यतः गाडी सिक्नको लागि गाडीमा हुन्छ तपाईँको चाहिँ मेन प्रमुख कुराहरू चाहिँ तिनवटा है। एबिसी भन्छ यसलाई चाहिँ। तपाईँको ए को मतलब चाहिँ यो एक्सिलेटर भयो, राइट साइडमा हुन्छ है। राइट साइडको एक्सिलेटरको काम चाहिँ तपाईँको रेस्ट दिनु, पिकअप दिनु र कुदाउनु हो। र यो भयो तपाईँको ब्रेक बिचको है। ब्रेकको काम भनेको चाहिँ रोक्नु हो। र तपाईँको लास्टमा यो भयो सीको अर्थ क्लच। यसको काम चाहिँ तपाईँको हामीले जब गियर हाल्छ, गियर हाल्दाखेरि न्युट्रलको काम गर्छ। यो चाहिँ भयो कसरी चलाउने भनेर चाहिँ तपाईँहरूलाई अब म तरिका सिकाइरहेको छु है। सुरुमा गाडीमा बस्नुभन्दा अगाडि पहिला सिट एक्सेस गर्नुहोस्, सिट बेल्ट लगाउने, त्यस पछाडि तपाईँलाई चाहिने प्रमुख ग्लासहरू लगाउने है। पछाडि टायरमा भिडियो र बिचको मिरर पनि तपाईँले देख्नु पर्यो है। त्यो हिसाबले मिलाउनु र बाँकी कुरा के रह्यो, सिट बेल्ट लगाउनु, सिट एक्सेस गर्नु तपाईँको खुट्टाले यो प्लगलाई है। अब स्टार्ट गर्ने तरिका, तपाईँको स्टार्ट गर्ने तरिका गाडी तपाईँको अरूले चलाएर कुनै पनि चाहिँ नि कन्डिसनमा राखिदिएको होला, गियरमा होला चाहे न्युट्रलमा होला है। यो कुराहरू तपाईँले ध्यान दिनु। अब गाडीको अर्को कुरा हुन्छ गियर है। अब यहाँ लेखेको छ तपाईँको 1 2 3 4 5 र ब्याक गियर हो। अब यसलाई लगाउने तरिका चाहिँ सुरुमा तपाईँको सिटमा आएर बसेर सिट एक्सेस गर्नुहुन्छ, फुल क्लच थिच्ने, फुल क्लच थिच्ने र गाडी गियरमा छ कि न्युट्रलमा हेर्ने है। अब यो 1 नम्बर गियर उतापट्टि थिचेर हान्नु भनेको छ हामीलाई यहाँनिर। यो 1 नम्बर गियर यतापट्टि लगाएर अगाडि लगाएपछि 1 नम्बर भयो। क्लच फुल थिच्ने, क्लचको काम भनेको गियरमा हुँदा पनि गाडीलाई न्युट्रल गर्ने हो। र यहाँनिर चाबी छ, यो चाबीलाई एक स्टेप घुमाउँदाखेरि लाइन आउँछ है। अफ भयो, अन भयो, फुल क्लच थिच्ने र बिस्तारै चाबी बटार्ने अगाडि है। गाडी स्टार्ट भयो हो। अब अर्को कुरा हेर्ने, यहाँनिर ह्यान्ड ब्रेक हुन्छ, ह्यान्ड ब्रेक लगाइरहेछ कि के छ त्यो कुरा हेर्ने। अब यसलाई लगाइरहेछ, माथि तान्ने, थिच्ने, छोड्ने हो। अब के गर्नु पऱ्यो, गाडी उठाउनको लागि बिस्तारै क्लच छोड्नु पऱ्यो है। हेर्नु है, बिस्तारै क्लच छोड्नु पऱ्यो। क्लच छोडेपछि गाडी आफै बिस्तारै है हिँड्छ। रोक्नु पऱ्यो, फुल क्लच थिच्ने, ब्रेक हान्ने है। हो यही हो। यो कुराहरूको लागि चाहिँ तपाईँहरूले सिक्न आउनुपर्ने हुन्छ यही ठाउँमा है। गाडी सिक्ने इच्छुकहरूले सम्पर्क गर्नु होला। हस् त, धन्यवाद।